बाबु यो 50 एउटा यसलाई नि 85 यो कुन चाहिँ निउरो हो यो निउरो हैन डङ्ग्रे ए यसो अचार खाने यसो तरकारी खाने हो मिल्दैन तरकारी कसुरेलाई बोइल गर्ने यसको यस्तो झुस जान्छ अनि त्यहाँबाट फेरि एक फेर धुने अनि त्यहाँबाट यस्तो बाहिरको यस्तो बोक्रा हुन्छ नि त्यो बोक्रा फालेर भित्रको सेतो सेतो चिर्ने अनि त्यहाँबाट चिरेर अचारमा मोलेर खाने काँचै खानुहुन्छ हैन काँचै खाने हैन भुट्ने अनि एकछिन भुट्ने अनि त्यहाँबाट यो मलिम ल्याउ त्यो बनाउनु त आउँछ भाइले सिकाइदियो त हो यो बाहिरको खोल फ्याँक्ने खोल फ्याँक्ने अनि त्यहाँबाट एकछिन भुट्ने अनि तेल हालिनुहुन्छ नहालिनुहुन्छ तेल हालिनुहुन्छ ए तेल हाल्नु पर्दैन अनि त्यहाँबाट यो चाहिँ अचारमा मोलेर खाने अचारमा मलाई खाने ल हामी लिन्छौँ है यो पनि है एउटा यो लिन्छौँ यो चाहिँ यो कुन निउरो हो यो कुन निउरो यो उतानेर चिप्ले अबे उत्तानेर चिप्ले यो ताने यहाँको भएको जति अनि चिप्ले चाहिँ यहाँको त्यो यो कति रुपियाँमा बेच्ने नि यो नि 50 हो यो नि 50 ए लान्छ है ल ताने लान्न ल यो नि लाने कति हो नि यसलाई भयो त्यो त्यति मिठो हुन्न मिठो हुन्न हो र ल हामी दुईटा लान्छौँ है ल पैसा नदिनुहुन्छ कतिमा पर्छौ अहिले 3 पास भएर फर्ममा लागे 3मा ए 3मा पर्छौ वाह गुड ल राम्रो गर राम्रो पढ है ल लाइन भयो पैसा दे ल कति रुपियाँ भयो नि 100 रुपियाँ त्यो 20 रुपियाँ बाबुलाई खान दे ल 100 रुपियाँ उसको दे ल 20 रुपियाँ तिमी खाऊ है